उहाँको गुडनेस उहाँको कृपाले गर्दा यसरी हामी भेला भइरहेका छौँ विभिन्न ठाउँमा। मैले चाहिँ सोचेको थिइनँ कि म यसरी युरोपियन कन्ट्रीतिर आएर पनि परमेश्वरको महिमा गर्न पाउँछु हाम्रो नेपाली भाषामा हजुरहरूसँग मिलेर। तर प्रभु त्यो अपर्च्युनिटी दिनुभयो र अस्ति पनि हामी भन्दै थियौँ जुनै कुरा परमेश्वरले जुनै अवस्थामा हामीलाई जब उहाँले बोलाउनुहुन्छ जब हामी भेला हुन्छौँ प्रिय मण्डलीहरू एउटै सबैको सामूहिक एउटै कारण चाहिँ हाम्रो परमेश्वरको भेलामा उठाल्नु पर्छ। हालेलुया। हामी सबैले जानेको कोरस ताली बजाउँदै परमेश्वरलाई केही छिन् महिमा दिन हाम्रो परमेश्वरको गरुड र महिमा हाम्रो दुवै के उच्चारण गरे नाच्दै प्रभुलाई हामी महिमा दिन्छौँ ल। So
अगाडि आउनुहोस् ल अलिक अगाडि हाम्रो अङ्कल आन्टीहरू हात्ती मारुङ गर्दै भनेर हामी हातहरू समात्दै हात्ती मारुङ गर्दै नाच्दै रमाउँदै गर्नु ल आउनुहोस् न अगाडि आउनुहोस् तपाईँ हाम्रो यता हजुरआमा आउनुहोस् आन्टीहरू आउनुहोस् आउनुहोस् अगाडि हामी सबै नाच्दै प्रोग्राम गरिदिउँ न
त्यसमा तपाईँको महिमा गर्दैनौँ तर परमेश्वरले हामीलाई तपाईँको महिमाको निम्ति बनाउनु भयो प्रभु हाम्रो जातिलाई तपाईँले माया गर्नुभयो हामीलाई आफ्नो परमेश्वरमा तपाईँले बनाउनु भयो माटोबाट परमेश्वरले मानिसलाई तपाईँको परमेश्वरमा बनाउँदै तपाईँले भन्नुभयो कि मानिसले मेरो महिमा गर्नु मेरो प्रशंसा गर्नु मलाई आदर गर्नु भनेर तपाईँ हाम्रो महिमाको योग्य परमेश्वर हुनुहुन्छ तपाईँ आदर योग्य परमेश्वर हुनुहुन्छ प्रभु हामीलाई धुलोबाट उठाइकन हामीलाई तपाईँले धुलोबाट उठाइकन सिंहासनमा ल्याउनुभयो तपाईँ परमेश्वरले हाम्रो आँखाले नदेखेको कानले नसुनेको हृदयमा मनमा सोच्दै नसोच्दा हरेक असल कुराहरू तपाईँ परमेश्वरले हाम्रो साथी गर्नुभयो हामी तपाईँलाई धन्यवाद दिन्छौँ हामी तपाईँलाई धन्यवाद दिन्छौँ किनभने तपाईँ भलो हुनुहुन्छ हामी तपाईँलाई आदर गर्छौँ आज त्यति साह्रो परमेश्वरले हाम्रो शरणार्थी अवस्थामा तपाईँले हामीलाई चुन्नुभयो हामीलाई माया गर्नुभयो र यो देशहरूमा विभिन्न देशमा ल्याउनुभयो यो देशमा हुँदै गर्दाखेरि यो प्रभु हाम्रो जातिले तपाईँलाई महिमा दिने हाम्रो जातिले तपाईँलाई आदर गर्ने हाम्रो जातिले तपाईँलाई प्रशंसा गर्ने हाम्रो जातिले तपाईँको आश्रय कामको घोषणा गर्ने कुरालाई हामीले बिर्सिनेछौँ हामी तपाईँलाई धन्यवाद दिन्छौँ हामी तपाईँलाई महिमा दिन्छौँ तपाईँ प्रभु पृथ्वीमाथि प्रभु हुनुहुन्छ सबै देवहरूभन्दा महान परमेश्वर तपाईँ प्रभु पृथ्वीमाथि प्रभु हुनुहुन्छ सबै देवहरूभन्दा सबै मोहनहरू खोले तपाईँ मात्र सिंह पवित्र हामी धोएका छौँ ईश्वरको लगतले हुन धुरै तपाईँको सदा रगतले धोइएका छौँ हामी तपाईँको ठुलै लोकले बोलाएका छौँ तपाईँको राज्यमा यसरी हामी तपाईँको नाउँमा भेला भएका छौँ तपाईँको वचनमा भन्नुभएको छ
सबैले भन्नु हामी येशू ख्रिस्टले हुन् प्रभु। सबै ठुलो ताली बजाएर हाम्रो परमेश्वरलाई प्रभु हामी मानिसहरू परिवर्तन हुन्छ, हाम्रो सोचहरू, हाम्रो विचारहरू, संसार परिवर्तन हुन सक्छ, तर कहिले परिवर्तन नहुने परमेश्वर तपाईँहरू हुन्छ। हिजो पनि हामीलाई माया गर्नुहुन्थ्यो प्रभु, हाम्रो वास्ता गर्नुहुन्थ्यो, आज पनि तपाईँले हामीलाई माया गर्नुहुन्छ। हामी यो पृथ्वीमा रहन्थे हामीलाई तपाईँले वास्ता गर्नुहुन्छ, माया गर्नुहुन्छ, किनभने तपाईँ परमेश्वरले हामी कोही नहुँदा, हामी केही नहुँदा तपाईँले हामीलाई चुन्नुभयो, हामीलाई बोलाउनु भयो। प्रभु तपाईँ हामीलाई धार्मिक ठहराउनु भयो, तपाईँ हामीलाई महिमा पार्नुभयो। धन्यवाद प्रभु तपाईँको प्रेम, तपाईँको भलोपन, तपाईँको विश्वसनीयताका लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। सारा आदर महिमा तपाईँलाई होस् येशू प्रभुको नाममा, आमेन।